यदि अमेरिकाले आफ्नो गोल्डन डोम बनाउने महत्त्वाकांक्षी योजना समय सीमाभित्रै पुरा गर्यो भने त्यसपछि अमेरिकालाई कुनै देशले वा देशहरूको समूहले आक्रमण लगभग गर्नै नसक्ने हुन्छ। अमेरिकाको आकाश छोडेर हतियारहरू अमेरिकाको जमिनसम्म आइपुग्नु त्यस पश्चात लगभग असम्भव प्राय हुन्छ। आउनुहोस् आजको यो भिडियोमा अनक्लासिफाइड लेभलमा गोल्डन डोम के हो र यो बनाउन अमेरिकाले के कस्ता योजनाहरू अघि सारेको छ, कति खर्च छुटाएको छ, कति समय सीमा तोकेको छ र यो बनाउन विज्ञानका नियमहरूका हिसाबले अहिलेको योजनामा कति सम्भव छ या कति धेरै समय लाग्छ भन्ने बारेमा सामान्य भाषामा बुझौँ। सँगसँगै गोल्डन डोम आफैमा कस्तो टेक्नोलोजी हो र यो बनिसकेपछि अमेरिकालाई फाइदा बेफाइदा र विश्व शक्ति राष्ट्रहरूलाई के कस्तो असर पर्न सक्छ भन्ने बारेमा सामान्य भाषामा बुझौँ। विगत 70 वर्षहरूमा अमेरिकाले लगभग $400 बिलियन मिसाइल डिफेन्स सिस्टममा खर्च गरेको छ। तर अमेरिकाले गोल्डन डोमको यो महत्त्वाकांक्षी योजना $175 बिलियन खर्च गरेर 4 वर्षभित्रै हासिल गर्ने सपना बुनिरहेको देखिन्छ। अब त्यो पैसा $175 बिलियन जुन 4 वर्षमा खर्च गर्ने भनिएको छ, हामीले 70 वर्षको त्यही कामका लागि गरिएको खर्च 400 बिलियनलाई हेर्ने हो भने त्यो पैसा आधा हुन आउँछ। जुन 70 वर्ष लगाएर खर्च गरिएको 400 बिलियनको आधा पैसा जम्मा 4 वर्षमै खर्च गरेर यस्तो महत्त्वाकांक्षी योजना बनाएको छ कि जुन भौतिक विज्ञानका नियमहरूलाई पनि कतिपय ठाउँमा च्यालेन्ज गरिरहेको देखिन्छ। यो गोल्डन डोम इजरायलले स्थापना गरेको आइरन डोमको परिष्कृत रूप हो। अहिलेको टेक्नोलोजी एडभान्समेन्ट सँगसँगै अमेरिकासँग भएका मिसाइल डिफेन्सका टेक्नोलोजीहरू र इजरायलको आइरन डोमहरू पनि फिका साबित हुन थालेका छन्। पहिलेका आइसिबिएमहरू लन्च भएपछि एउटा निश्चित प्रोजेक्टाइल बनाएर टार्गेटमा झार्ने गरिन्थ्यो र यताबाट खतरा भएको देशले आफ्नो इन्टरसेप्टरहरू त्यही मार्गमा पठाएर त्यसलाई बीचमै ध्वस्त पार्ने काम गरिन्थ्यो। तर अहिलेका आइसिबिएमहरू त्यस्तो छैनन्। अहिलेका आइसिबिएमहरूले निश्चित बाटो पछ्याउँदैनन्, बरु तिनीहरूलाई यसरी डिजाइन गरिएको हुन्छ कि तिनीहरूले आफ्नो बाटो बीचमा जाँदा जाँदै तलमाथि दायाँ बायाँ गर्न सक्छन् र उताबाट आउने इन्टरसेप्टरलाई झुक्क्याउन सक्छन्। त्यति मात्र होइन, अहिलेका आइसिबिएमहरूमा पहिलाको जस्तो एउटा मात्रै वारहेड अथवा एउटा मात्रै बम हालेर पठाइँदैन। अहिलेका आइसिबिएमहरूमा कम्तीमा पनि 6-7 वटा 8-10 वटा बमहरू हालेर पठाइन्छ। तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ र यदि यताको अर्को देशको इन्टरसेप्टरले इन्टरसेप्ट नै गरिहाले पनि, भेटिहाले पनि, आकाशमै ध्वस्त गर्ने प्रयास गरिहाले पनि ती मध्ये केहीलाई ध्वस्त गर्न सक्ला, तर ती सबैलाई ध्वस्त गरेर निष्क्रिय पार्न प्राय असम्भव हुने देखिन्छ। पहिलेका आइसिबिएमहरू लन्च गरे पश्चात आकाशको निकै माथि जान्थे र बिस्तारै अर्को देशमा खस्थे। तर अहिलेको आइसिबिएममा भएको टेक्नोलोजी डेभलपमेन्ट सँगसँगै आइसिबिएमहरू थोरै उचाइमा गएर पनि बिस्तारै भर्टिकल बाटो हुँदै टाढासम्म गएर अर्को देशमा खस्न सक्छन्। अमेरिका, इजरायल र अरू देशहरूसँग भएका अहिलेका आइसिबिएम डिटेक्ट गर्ने टेक्नोलोजीहरूले आइसिबिएमलाई डिटेक्ट गर्न समय लाग्छ र त्यो समय अझै कम हुन्छ यदि आइसिबिएमहरू थोरै मात्र माथि गएर भर्टिकल जान थाले भने। त्यसैले तिनीहरूलाई इन्टरसेप्ट गर्ने समय एकदमै कम हुन्छ। त्यसैले आवश्यकता हुन्छ गोल्डन डोमको, जुन अहिले सपना जस्तै छ, साइफाई मुभीको स्टोरी जस्तै छ। तर के अमेरिकाले साँच्चीकै 4 वर्षभित्र $175 बिलियन खर्च गरेर गोल्डन डोमको सपना साकार पार्न सक्छ त? यो योजना आफैमा खर्चिलो र महत्त्वाकांक्षी छ, तर यसैका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई र क्यानाडाका प्रधानमन्त्रीले पनि अमेरिकालाई सहयोग गर्ने भनेर भनेका छन्। तर फेरि तपाईहरुलाई लाग्ला यो अमेरिकाको योजना हो, अमेरिकालाई सुरक्षा दिन्छ, त्यसो भए क्यानाडाले यसको पैसा किन बेहोर्नु पर्ने, कति पैसा बेहोर्ने भन्ने बारेमा सहमति भइसकेको छैन। यदि यो महत्त्वाकांक्षी योजना सफल भयो र अमेरिकाले गोल्डन डोम इस्टाब्लिस गर्न सक्यो भने त्यसले अमेरिका मात्रै नभएर नर्थ अमेरिकाका सम्पूर्ण देशहरू इन्क्लुडिङ क्यानाडालाई पनि एडभान्टेज मिल्न सक्छ। अब हामीले के कुरा बुझ्नुपर्छ, अहिलेसम्म भएका मिसाइल डिफेन्स टेक्नोलोजीहरू र गोल्डन डोममा के फरक छ त? अहिलेसम्म भएका मिसाइल डिफेन्स टेक्नोलोजीहरूमा डिटेक्टरहरू चाहिँ जताततै राखिएको छ, तर इन्टरसेप्टरहरू चाहिँ पृथ्वीमा मात्रै छन्। जस्तो कि डिटेक्टरहरू पृथ्वीका विभिन्न भूभागहरूमा र आकाशमा रहेका विभिन्न सेटेलाइटहरूमा पनि राखिएको छ। तिनीहरूले यदि कुनै देशले ब्यालिस्टिक मिसाइल लन्च गरे भने त्यसको केही बेरमा डिटेक्ट गर्न सक्छन् र तर तिनीहरूसँग इन्टरसेप्टर हुँदैन र तिनीहरूले पृथ्वीमा रहेका अरू उपकरणहरूसँग समन्वय गर्नुपर्छ र त्यहाँबाट पृथ्वीबाटै इन्टरसेप्टरहरू लन्च गर्नुपर्ने हुन्छ। इन्टरसेप्टर चाहिँ अर्को खालको ब्यालिस्टिक मिसाइल नै हो जसले चाहिँ आकाशमा हानिन्छ
र उताबाट आउँदै गरेको मिसाइलसँग टक्राव गराइन्छ र आकाशमै नष्ट गराइन्छ। तपाईहरुले रामायण महाभारतहरुमा पहिला हेर्नु भएको थियो भने भगवान र दानवका धनुहरू एक आपसमा जुधेर विभिन्न शक्तिहरू एक आपसमा जुधेर आकाशमै नष्ट हुने गर्थे। यो पनि त्यस्तै टेक्नोलोजी हो, तर त्यो समय अत्यन्त कम हुन्छ। अर्को देशको आइसिबिएममा त्यहाँभित्र 8-10 वटा न्युक्लियर बमहरू छन् भने त इन्टरसेप्टरले सबैलाई कब्जा गर्न सक्दैन, सबैलाई निष्क्रिय तुल्याउन सक्दैन र त्यो मध्ये केही चाहिँ फेरि टार्गेट गरेको देशमा झर्न सक्ने सम्भावना हुन्छ। त्यसैले यो महत्त्वकांक्षी योजना रहेको गोल्डन डोममा चाहिँ इन्टरसेप्टरलाई सेटेलाइटमा जोडेर आकाशमै राख्ने योजना बनाइएको छ। त्यसपश्चात यदि कुनै देश चाइना, रसिया वा उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल लन्च गर्ने बित्तिकै आकाशबाट सेटेलाइटहरूले त्यसलाई डिटेक्ट गर्छन् र डिटेक्ट गरेको केही सेकेन्डमै तिनीहरूले पृथ्वीमा भएका उपकरणहरूलाई समन्वय गर्नु पर्दैन, आकाशमै भएका अर्को सेटेलाइट जहाँ इन्टरसेप्टर राखिएको हुन्छ तुरुन्तै समन्वय गर्छन् र समन्वय गरेको केही छिनमै त्यसले इन्टरसेप्टर लन्च गर्छ र माथिबाट आएर सिधै ब्यालिस्टिक मिसाइललाई निष्क्रिय पार्ने काम गर्छ। अहिले अमेरिकाले आकाशमा लगभग 12,000 वटा सेटेलाइट छोडेको छ। तिनीहरू विभिन्न काम प्रयोजनको लागि प्रयोग हुन्छन्। यदि गोल्डन डोमलाई सक्सेस बनाउने हो भने अमेरिकाले त्यसको लागि थप लगभग 1,000 वटा सेटेलाइटहरू एक्स्ट्रा थप्नुपर्ने देखिन्छ र त्यो आफैमा खर्चिलो त छ नै। र यो पनि अर्को कारण हुन सक्छ अमेरिकी राष्ट्रपतिले ग्रिनल्यान्डलाई आफ्नो बनाउन खोज्नु। हुन त शक्ति राष्ट्रहरूले विभिन्न समयमा स्पेसलाई वेपनाइज नगर्ने, स्पेसमा कुनै पनि वेपन राख्न नपाउने र त्यसलाई मिलिटरी पर्पजको लागि प्रयोग गर्न नपाइने, त्यसलाई विश्व शान्ति प्रवर्धनका लागि मात्र प्रयोग गर्न पाइने भनेर सम्झौता गरेका छन्। जस्तो कि न्युक्लियर बम कुन कुन देशले बनाउन पाउने, कुन कुनले बनाउन पाउने, भएकालाई राख्न पाउने, अब नयाँले बनाउन नपाउने भन्ने विभिन्न सम्झौताहरूमा सबै देशहरूले हस्ताक्षर गरेका छैनन्। उदाहरणको लागि भारत, पाकिस्तान र हस्ताक्षर गरिसकेको नर्थ कोरियाले पनि पछि आएर म चाहिँ त्यो ट्रिटीबाट बाहिर निस्किन्छु भनेर आफूले न्युक्लियर बम बनाउन थाले। जस्तै अमेरिकाले पनि एउटा ट्रिटीबाट चाहिँ पछाडि सरेर मिसाइल स्पेसमा राख्ने नपाउने कुरालाई मान्य छ, तर इन्टरसेप्टर राख्न नपाउने कुरा मान्य छैन भनेर आफू बाहिरिएको छ। इन्टरसेप्टर हतियार नै हो, तर यसलाई हतियार भनेर चाहिँ डिफाइन गर्न मिल्दैन, किनभने यो पहिला कहिले पनि लन्च हुँदैन। पहिला चाहिँ मिसाइल लन्च हुन्छन् र मिसाइललाई हानेर आकाशमै नष्ट गर्नलाई मात्र इन्टरसेप्टर लन्च हुन्छन् र त्यसैले यसलाई हतियार भनेर भन्न चाहिँ मिल्दैन। त्यसैले टेक्निकल्ली स्पेसमा इन्टरसेप्टर लन्च गर्नलाई ट्रिटी र सन्धि सम्झौताहरूबाट अमेरिका बाँधिएको छैन। हुन त विभिन्न देशहरूले त्यसको फरक फरक अर्थ लगाएका छन् र अब हुन सक्ने चुनौतीहरू र अरू देशहरूले पनि स्पेसमा त्यस्ता क्रियाकलापहरू गर्न सक्ने भनेर ध्यान आकर्षण गराएका छन्। हुन त अघोषित रूपमा स्पेसमा विभिन्न क्रियाकलापहरू हुन्छन्। विभिन्न देशका सेटेलाइटहरू एकले अर्को देशको सेटेलाइटहरूलाई नष्ट गर्ने, निष्क्रिय गर्ने अथवा बिगार्ने काम गरिरहेका हुन्छन्। कहिले एउटा देशको सेटेलाइट अर्को देशको सेटेलाइटको नजिकै गएर लेजर प्रयोग गरेर त्यसलाई निष्क्रिय पार्ने अथवा स्प्रे प्रयोग गरेर त्यसको क्यामेराहरूलाई बन्द गरिदिने अथवा माइक्रोवेभहरू पठाएर त्यहाँ भएका इलेक्ट्रोनिक कम्पोनेन्टहरूलाई निष्क्रिय पार्ने, निस्तेज पार्ने काम गरिरहेका हुन्छन्। त्यसैले अबको विश्वयुद्ध, अबको वार जमिन वा अरूतिरबाट नभई स्पेस वार हुने खतरा बढी देखिन्छ र ती सबबाट बच्न नै अमेरिकाले प्रपोज गरिरहेको छ बिगेस्ट मेगा प्रोजेक्ट गोल्डन डोम। विश्वमा शान्ति छाओस् र यस्ता टेक्नोलोजीहरू कुनै पनि देशको विरुद्धमा प्रयोग गर्न नपरोस्। सबैलाई शुभकामना। बाँकी फेरि अर्को यस्तै रोमाञ्चक भिडियोहरू लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि नमस्ते।